So the Marvel Studios को Phase 5 को final movie नेपालमा release भइसकेको छ and after all that shit Marvel has been doing lately, I will say this is a good movie. Although मनमा यो प्रश्न पनि थियो कि why Marvel chose this movie to put the full stop on the Phase 5. Marvel को downfall real नै थियो. Phase 4 and Phase 5 end गर्ने मुभी हामी जस्तो फ्यानहरुको लागि कन्भिन्सिङ नै थिएन. बाँकी फ्याक्टरलाई छोड्दिने हो भने यो मुभीले आफ्नो बजेटलाई जस्टिफाई नै गर्दैन. 150 देखि 180 मिलियन डलरमा यो कन्टेन्ट डेलिभर हुन्छ. त्यही नि मार्वल स्टुडियोज जस्तो हाइली रेपुटेड स्टुडियोजबाट. यो कुराको दुःख त सधैँ नै रहने नै भयो. मुभी भने न एब्सोल्युट सिनेमा भन्न मिल्छ न त खराब नै थियो. स्पेशली मेरो कुरा गर्ने हो भने म एक्साइटेड नै थिएन. प्रमोसनल मटेरियल देखि पुरा डिस्कन्टिन्युड थिए एन्ड दुईवटा ट्रेलर बाहेक अरु केही पनि हेरेको थिएन. लाग्यो यो नि टिपिकल मिड मार्वल मुभी हुन्छ. Since I had no big expectation, I wasn't disappointed either. मैले मेरो एक्सपेक्टेसन कति नि थिएन भन्न नि मिल्दैन. सेन्ट्री जस्तो बिग नेम एसोसिएटेड थियो मुभीमा. अरु कुरा गर्नुभन्दा अघि मुभीको स्टोरीतिर जाउँ. एन्ड आई विल लेट यु नो यसमा थोरै माइनर अथवा मेजर स्पोइलर्स हुन सक्छ. सो स्टोरी सुरु हुन्छ CIA डाइरेक्टर भ्यालेन्टिनाबाट, जुन आफ्नो इलिगल ह्युमन एक्सपेरिमेन्टेसनको कारणले गर्दा लिगल कोर्ट कचेरीमा फसिरहेकी हुन्छ. आफूलाई बचाउनको लागि सबै एभिडेन्स मेटाउने क्रममा एलेना US एजेन्ट, घोस्ट एन्ड टास्क मास्टरलाई एउटा सिक्रेट कम्पाउन्डमा पठाउँछ. एकअर्कासँग लडेर त्यही सकिन्छन् भनेर. कज लास्ट रिमेनिङ पिस अफ एभिडेन्स उनीहरू नै हुन्छन्. उनीहरूको एक आपसमा लड्ने क्रममा बीचमा आउँछ बब. केही समयको एक्सन पछि उनीहरू सबले रियलाइज गर्छन् यो सबै भ्यालेन्टिनाको नै ट्र्याप थियो एन्ड दे समहाउ एस्केप गर्ने बेला बबको पावरहरू देखिन्छ विच क्यान नट कन्ट्रोल्स प्रोपरली एन्ड भ्यालेन्टिनाले बबलाई आफ्नो कन्ट्रोलमा लिन्छ र न्युयोर्कको पहिलाको एभेन्जर्स टावर नाउ कल्ड वाच टावरमा लैजान्छ. यता रेड गार्डियनले एलेना US एजेन्ट एन्ड घोस्टलाई रेस्क्यु गर्छ जसलाई सर्टली आफ्टर बकीले क्याप्चर गरिहाल्छ. यो मुभीमा बकीको न्यू लाइफ सर्टली देखाइएको छ. बकी बार्न्स इज नाउ अ कङ्ग्रेसम्यान, पोलिटिसियन एन्ड बकी भ्यालेन्टिनालाई जेल हाल्न डेस्परेट हुन्छ. द्याट्स वाइ ही क्याप्चर्स देम एज अ एभिडेन्स. यही बीचमा टिमको नाम थन्डरबोल्ट्स रहन जान्छ जुन एलेनाको चाइल्डहुडको फुटबल टिमको नाम थियो. Meanwhile, here in the Watch Tower, बब जुन ह्युमन एक्सपेरिमेन्टेसनको नतिजा हुन्छ उसले आफ्नो पावरबाट कन्ट्रोल लुज गर्यो भने नराम्रो हुन्छ भनेर दे अल टिम अप एन्ड गोज टु वाच टावर. वाच टावर भित्र भ्यालेन्टिनाले बबलाई सुटवुट पहनाएर सेन्ट्रीमा कन्भर्ट गरिसकेकी हुन्छ एन्ड खैरो कपाल पनि बनाइदिएकी हुन्छ जसले सेन्ट्रीलाई होमल्यान्डरको पुरा भाइब दिन्छ. स्पेसली जब उसले होमल्यान्डर जस्तै गड कम्प्लेक्स फिल गर्छ. इफ आई एम बेटर देन एभ्रीवान देन वाइ सुड आई लिसन टु देम. हो यही हो गड कम्प्लेक्स भने. भ्यालेन्टिनाले म्यानिपुलेट गर्न खोज्छ सेन्ट्रीलाई टु किल थन्डरबोल्ट्स बट सी फेल्स. अनि उसले भनेको नमानेपछि सेन्ट्रीलाई टेज गर्न खोज्छ जसले गर्दा सेन्ट्री केही समयको लागि अनकन्सियस हुन्छ एन्ड देन भोइड भएर आउँछ. मुभी हेर्दा सुरुमै हामीलाई थाहा भइसकेको थियो द्याट सेन्ट्रीलाई थन्डरबोल्ट्सले डिफिट गर्न सक्दैनन्. बट आई वाज होपिङ फर सम एक्सन टु डिफ्युज भोइड एन्ड ब्रिङ ब्याक बब. बट जसको डर थियो त्यही भयो. भोइड अनडिफिटेड अल पावरफुल बिङ हो एन्ड भोइडसँग सेन्ट्री भन्दा अरू कोही पनि लड्न सक्दैन. आफूभित्रैको लडाइँ हुन्छ अब मुभीमा. बेसिकली हामीले टिपिकल हिन्दी मुभीमा हेरे जस्तो राम्रो र नराम्रोको फाइट हुन्छ, गुड भर्सेस ब्याड, लाइट भर्सेस डार्क, सेम टाइप सेट वे वाज थाउजन्ड्स अफ टाइम टिल नाउ. क्लाइम्याक्समा एक्सन हुनुपर्ने हो, एक्सन भएन, त्यही भएर एन्डिङ अलि फिक्का फिल हुन्छ. अनि त्यही नै हो, भोइडलाई बबले ओभरकम गर्छ, भ्यालेन्टिनाले थन्डरबोल्ट्सलाई न्यू एभेन्जर बनाइदिन्छ एन्ड ह्याप्पी एन्डिङ. मुभीमा एउटा मिड क्रेडिट एन्ड एउटा पोस्ट क्रेडिट सिन छ. मिड क्रेडिटमा न्यू एभेन्जर्सले धेरै नै पब्लिसिटी पाएको देखिन्छ एन्ड पोस्ट क्रेडिट सिनमा क्याप्टेन अमेरिकाले एभेन्जर्सहरू फेरि बनाउन लागेको सुन्न पाइन्छ. सिन्स ओरिजिनल एभेन्जर्स कुनै पब्लिसिटी टिम थिएन एन्ड देयर वेयर नो वान टु गिभ देम अर्डर्स. सबै टिम मेम्बर्सले इन्डिपेन्डेन्टली काम गर्थे एन्ड दिस न्यू एभेन्जर स्याम विल्सनलाई मन परेन होला. सो हियर अबाउट एभेन्जर्सको नामवाला कपिराइट डिस्प्युट एन्ड देन फाइनल केही सेकेन्ड्समा हामीले इन्टर डाइमेन्सनल सिप अर्थमा आउन लागेको देख्छौँ. इन्टर ग्यालेक्टिक होइन कि इन्टर डाइमेन्सनल सिप मिन्स कुनै स्पिसिजले आफ्नो डाइमेन्सनबाट अर्को डाइमेन्सनमा आउँदैछन्. सो बी रेडी फर समथिङ मल्टिभर्सल. अब यही सब कुरालाई ओभरअलमा हेर्ने हो भने मुभी वाज गुड. धेरै समय भइसकेको थियो हलमा राम्रो मुभी नहेरेको. मार्वल स्टुडियोजको हिस्ट्रीलाई हेर्ने हो भने फेज 4 एन्ड 5 मा रिलिज भएको वान अफ द गुड मुभीमा काउन्ट हुन्छ. यति धेरै रिनाउन्ड क्यारेक्टरहरू छन्, नो वे होम एन्ड डेडपुल एन्ड वुल्भरिन लेभलको मुभीहरू बनाउन सकिन्थ्यो. बट दे चोज टु एन्ड दिस अन बेसिक्स.
क्यारेक्टरहरूको कमिक टाइम राम्रो नै थियो, केही जोक्सहरू जेन्युनली फनी थिए। रेड गार्डियन मेन कमिक रिलिफ थियो। मुभीमा मल्टिपल्स क्यारेक्टर भए पनि मुभी एलेनाको वरिपरि नै सराउन्ड गर्छ। ब्ल्याक विडो 2 नि भन्दै थिए कतिले त। सेन्ट्री, बकी, रेड गार्डियन, युएस एजेन्ट, घोस्ट यो सबैको इन्ट्रेक्सन हेर्दा एन्टरटेनिङ थियो, इन्ट्रेस्टिङ थियो। टिजर्स एन्ड ट्रेलर हेर्दा आई वाज काइन्ड एक्सपेक्टिङ सम सिरियस टोन लाइक क्याप्टेन अमेरिका विन्टर सोल्जर, बट दिस इज अल्सो फाइन, राम्रो नै छ। क्यारेक्टरको बिचको इन्ट्रेक्सनले नै मुभीलाई वर्थ बनाउँछ। सेकेन्ड हाफ मलाई मन नपरे पनि आई वाज इन्टरटेन। मुभीले बोर हुन दिँदैन। मुभीमा एलेना, बब, भ्यालेन्टिनाको ट्रमेटिक पास्ट नै देखिन्छ। कहिले सिरियस कहिले लाइट टोन भएको मुभी डेफिनेटली वर्थ वाचिङ छ। प्लस मुभीमा एउटा टाइपको एन्टिसिपेसन पनि छ। सिन्स वी अल नो सबै एन्टी हिरोज थिए यहाँ, जसले मोरल पाथमा हिँड्नुभन्दा आफ्नो फाइदाको लागि काम गर्छ। क्यारेक्टर्सले कहिले कहाँ धोका दिन्छ, टिमको कुन क्यारेक्टरले कहिले कहाँ छोड्ने हो भनेर हामीले एक्सपेक्ट गरिरहेको हुन्छौँ, कज क्यारेक्टर्सको पास्ट नै त्यस्तै थियो, बट दे स्टिक टुगेदर टिल दि एन्ड। यही केमिस्ट्री हेर्दा एन्टिसिपेसन बिल्ड भएको थियो। मुभीको हार्ड सोलिड नेगेटिभ पार्ट भनेको यसको स्केल थियो। सेन्ट्री जस्तो वाइल्ड क्यारेक्टर जस्तै हल्क, थोर, आयरन म्यान केही भन्दैन, सबलाई सिङ्गल ह्यान्डेडले ह्यान्डल गर्न सक्छ। त्यस्तो क्यारेक्टरलाई मुभीमा देखाउँदा स्केल पनि ठुलो नै राख्नुपर्ने, बट मुभीको एक्जिक्युसनले यो स्केललाई जस्टिफाई गर्दैन। इट वाज लाइक ठिकै छ, नथिङ बिग टाइप। मेरो मुभीको कम्प्लेन यही नै हुनेछ कि स्केल ठुलो फिल भएन, थ्रेट फिल भएन, एन्ड एन्डिङ सेटिस्फ्याक्सनवाला भएन। बाँकी सब ठिकै छ। VFX राम्रो थियो, कतै पनि VFXमा फ्ल भएको फिल हुँदैन। क्यारेक्टर केमिस्ट्री नि राम्रो नै थियो। रियली अ इन्जोएबल एन्ड इन्टरटेनिङ मुभी। इट फिल्स लाइक मार्वल बिस्तारै भए पनि आफ्नो ट्र्याकमा आउँदैछ। दिस मुभी वाज फुल स्टप अफ फेज 5। नाउ फेज 6मा सबै होपफुली राम्रो मुभिज नै देख्न पाइयोस्। एन्ड प्लानिङ र फ्युचर हेर्ने हो भने मार्वलले फेरि ब्याक टु ब्याक पिक डेलिभर गर्छ विथ इट्स न्यू प्रोजेक्ट। यदि तपाईँले यो मुभी हेर्नुभएको छैन भने यु क्यान गिभ इट अ सट। इट्स डेफिनेटली वर्थ योर टाइम। यदि यो मुभी हेरिसक्नुभयो भने कस्तो लाग्यो कमेन्ट गर्न सक्नुहुन्छ। यो मुभी र भिडियोसँग रिलेटेड कुनै पनि सल्लाह सुझाव छ भने मेक स्योर टु कमेन्ट। यस्तै कन्टेन्ट हेर्न चाहनुहुन्छ भने मेक स्योर टु सब्सक्राइब दिस च्यानल। वी विल डेफिनेटली मिट अगेन। टिल देन टेक केयर अफ योरसेल्फ। बाई बाई।